एउटा छ नयाँ टोक्ने त्यो ह्यान्सी डेरो त्यो डेरो थियो त्यसको नाम न त्यो डेराको नाम चाहिँ नले भने साथीलाई त्यो दुइटाको बिहा गरिदिउँ म आयो त्यसो भएन फोन हेलो के छ हाम्रो ठिकै छ नमस्ते नमस्ते भन्नु न म बसिरहेको छु यति लाइनमा अनि कामहरू के गर्दैछ अनि कामहरू अलिअलि सुटिङ भइरहेको छ हजुर खाना खाइसक्यो खाना खाएको छैन अब एकछिन पकाएर खाने हो कता हो बस्छ तिम्रो म चाहिँ भक्तपुरमा हो ए मेरो नजिकै रहेछ तिमी हजुर कहाँ बस्नुहुन्छ र मेरो त यतै पेप्सी खोला हो पेप्सी खोला ए नजिक रहेछ यहाँबाट हजुर हाम्रो डान्स एकाडेमी पनि छ म त अहिले त्यही म्युजिक भिडियो फिल्म गरिरहेको छु अहिले मुभी हजुर कुन मुभी गर्दै हुनुहुन्छ अहिले चाहिँ ए हरिबहादुरको जुत्ता सक्यो हजुर अनि कोसेढुङ्गा भइरहेछ अहिले हजुर त्यसपछि परालको आगो भन्ने मुभी छ हजुर अनि परान परान कि पराल परान 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 ए म त पराल मलाई म निम्ति गर्ने भन्दा मलाई निम्ति गर्ने भयो हजुर परान छुट्टै भयो परान छुट्टै भयो के भन् तैँले के भने मुभी छ के भनिस् मेरो नाम पनि लिन चक्रिङ मलाई हिरो बनाउँछु म हिरोनी बनिदिउँ भन्छु भन्न ए हो र त्यसमा त हिरो को हो नि हिरो हिरो कुनमा फिल्ममा ए एउटा दुईटा अब अहिले हरिबहादुरको जुत्तामा त प्रकाश सपुत भइहाल्यो हजुर अनि कोसेढुङ्गामा सुरक्षा पन्त भन्ने छ ऊ लिड क्यारेक्टर ऊ छ अनि यता परालको आगोमा पनि प्रकाश सपुत र जिटिरी बाबु भइहाल्यो ए उसलाई राख्नु न चक्रे हमाल किङलाई को हो चक्र कमल त्यो मान्छे खतरा मान्छे हो नि चक्रे हमाल भन्ने हो र हो नि त्यो मान्छे कडा आमामा त्यसलाई राख्यो भने हजुरको फिल्म त फ्लप हुन्छ ठिक छ भेटवा नि ऊ चाहिँ अहिले कहाँ सुर्खेतमा बस्नुहुन्छ उहाँ चाहिँ ए हो हजुर हुन्छ काठमाडौँ बोलाउन यता एकाडेमीतिर बोलाउँदै जानु मेरो डान्स एकाडेमी पनि छ कि कहाँ छ कुन ठाउँमा पेप्सी खोलामा छ ए यता डान्स क्लास छैन यताको नजिकै डान्स थाहा छ हजुरलाई डान्स क्लास हाम्रोमा आऊ न कति लिनुहुन्छ डान्स सिकाएको अहिले मन्थली 2000 छ 2000 महिनाको हजुर तिमीलाई मिल्छ मलाई धेरै टाढो भयो क्या म बानेश्वर हो नि त डान्स सिक्ने अनि यहाँ त नजिकै पर्छ त हाम्रो त्यही त यहाँबाट त नजिकै यो पठामा 50 पनि लाग्दैन म त हिँड्दै पनि आइहाल्छु सायद त्यहाँ नजिकै नजिकै छ तिम्रो सजिलो हुन्छ आउन त्यसो म अब आइतबारबाट आउँछु हुन्छ मेरो नम्बर चाहिँ छ नि तिमीसँग हजुरको नम्बर छैन मलाई नम्बर सेन्ड गरिदिनु ल म आउँदाखेरि अब यो फिल्म भन्छन् पहिला सुरु ठ्यागा हान्छन् त्यसपछि बल्ल फिल्म बनाउँछन् यो 100% कुरो केटा थाहा छ कि पहिले पनि हिरोनीहरूले प्रायः 50% ठ्यागा हान्ने कि भन्छन् होइन भने होइन भने केटा आयो अन्त रेल केटा गर्ने यस्तो त यसलाई ठ्यागा हान्ने पनि केही कामै छैन रेल कुरा हो क्या गाइस अब पनि गाइस हो कि गाइस एप्रिल सबजना मेरो फर्स्ट भिडियो हेर्ने त्यसो भन्ने लगाइस् ल हो कि होइन अब यो हिरोइन कस्तो होला यसलाई फोन गर्ने मान्छे कस्तो होला मलाई कस्तो लाग्छ क्या यो नेपालमा सारा चुतिया भेडाहरू काम पाउँदैन राम्रो राम्रो केटी खोजिदिन्छ यार गाइस सबैले फलो गर्नु ल स्क्रिनमा डबल ट्याप गर्नु प्लिज गाइस जति पनि हुनुहुन्छ मलाई माया गर्ने मेरो मुटुका टुक्रा सबैले फलो गर्नु प्लिज गाइस है
ल्यापटप गरौँ है अरे यसो नै झारेर भन्न फिल्मबाट अफर आउँछ मलाई बुझिस् अब के यसो न सिरियसली कुरा गर्नु पर्छ अहिलेसम्म फिल्मको सुटिङ गरेर जाँदाखेरि कहिले पनि एकचोटि ठ्याक दे यसो भन्छ भन्दा नडाँटे भन्न सिरियसली कुरा गर्दा के तर फ्याँकी मान्छे यता मलाई किन फलो गर्ने कति पैसा पाइन्छ अरे श्रद्धा स्त्री काण्डेलमा हान्छु जेपातिर बोल्न अहिले मलाई यसो मलाई त्यसो त कसैले भन्नु भएको छैन कि आजसम्म होइन तर जस्तै अब तर म्युजिक भिडियोबाट अफर आयो भने मिस यस्तो यस्तो भिडियो गर्नु छ यसो भेटेर कुरा गरौँ न भन्छन् होइन सर म बिजी छु म भेट्न पाउँदिनँ भनिन्छ म त्यसो गर्दिनँ म जाँदिनँ बुझिस् नाइ जस्तै सुन्न अब एउटा कुरा कस्तो हुन्छ भने टक्कै तपाईँलाई फिल्म हाल्नु त मैले सुने मात्रै हो अब सुने कुरा त गर्न पाएँ नि त होइन मोडा सुडा पनि हो सरले जस्तै अब तँलाई कहिले मन पराउँछ यसो एक दुई एक ठ्याइदेऊ न के छ होला म तिमीलाई खुलाइहाल्छु नि यस्तो गरिहाल्छु नि भन्ने टाइपको त्यो हुँदैन र हुन्छ होला या त्यस्तो त नभन्न यसो मलाई कसैले त्यस्तो भनेको छैन कि होइन नाइट बसेर खाएर खाँदा मेरो मम्मी कसम मेरो मेरो बाउलाई म सासु लिन्छु होइन तर मलाई त्यसो कसैले भन्दैन बुझिस् त्यस्तो कसले भन्दैन बरु फोन आउँछ डाइरेक्ट होइन मिस यस्तो यस्तो गीत छ बरु होइन बसेर सल्लाह भेटेर सल्लाह गरौँ न भन्छ म सर म आउन भ्याउँदिनँ बरु गीत पठाइदिनु भने म सुन्छु भन्छु म जाँदिनँ बुझिस् त्यसो भए फिल्म क्षेत्रमा तँलाई यो यस्तो म्युजिकल क्षेत्रमा यस्तो कसैले पनि छोएको छैन त्यसो भए अब सुटिङ गर्दा त अब गीतमा त अब अलिअलि छोइहाल्छ नि गीतमा अब गर्दाखेरि होइन छोएको कुरा छैन भनेको मैले त्यो छुने कुरा गरेको छैन क्या त्यो कुरा त्यो त फिल्ममा त भइहाल्छ त्यो त अब मलाई कसैले पनि गर्दैन चक्रे कसम मम्मी कसम खायो भने त्यस्तो कुरा कसम अनि एकचोटि तेरो कान नै परेको थियो त सुन्न त पाइयो त होइन म पनि तेरो अब एकदम मैले म बाहिर कुदाखेरि भन होइन तर टिकटक नभन्छ जे पाइँदैन भन् तर बुझिस् होइन भएको कुरा पपुलरले देखाउ त भन भन न जस्तै अब तेरो माकुरी दाइको कान माकुरीको म एकदम ठुलो फ्यान हो हेर होइन त्यो काँटा आउँदाखेरि म दङ परेँ क्या तर साँच्ची कस्तो के हो खास फसाएको हो कि फसेको हो फसाएको नि मलाई फसाएको अनि कहाँ त्यस्तो गर्छु त मैले बुझिस् अनि तेरो सिसी क्यामेरा पनि भाइ पुलिस यता बाहिर देख्नलाई भन्दा तर भुनेलाई थाहा हुन्छ क्या बुझिस् होइन तेरो पीडा म धेरै बुझ्छु त धेरै पीडा खाएको केटी होस् मलाई पनि थाहा छ होइन त एकदम पीडा त एकदम दुःख पाएको मान्छे एकदम दुःखी मान्छे मलाई थाहा छ म बुझ्छु होइन सिरियसली कुरा गरेको हेर है तर नि साँच्ची तँलाई हुन्छ त पहिला सिसी क्यामेरा सिटी फुटेर हेर्दाखेरि सिसी क्यामेरा सबै बाहिर आएको छ नि त हो कि नै त्यति बेला त्यो म त्यसको नाम लिँदिनँ सरलाई त्यो केटी त्यसको भाउजू म त्यो हामी 4 जना होइन अब जस्तो त्यसको बुढीको डिभोर्स हुन्थ्यो नि त बुढी अब सबै मान्छे चिनेको रहेछ होइन त्यही भएर त्यो कुरा सल्लाह गर्नलाई बोलाएको तर त्यसले आफूहरू निस्केको छ फुसीको के अरे त्यो सिसी क्यामेरा फुटेज निकालिन तर मेरो उहाँको मात्रै निकालेको थिएँ त्यो सबै हामीले फसाएको बुझिस फसाएको त्यो कुरा मलाई थाहा छ यार कतिमा 12 उ गरेको 12 दिन के अरे त्यो गरेको क्या के भन्छ त्यसलाई है पैसाको लागि कतिको उ गरेको मलाई सबै बुझिस् त्यही भएर मैले उसले चाहिँ त्यसले मलाई सबै कुरा त यस्तो गर यति पैसा माग त्योसँग त्यसलाई फसाउनु पर्छ भनेर त्यसले मलाई सबै कुरा भनेको थिएँ होइन तर त्यसले मैले चाहिँ अब के अरे अब उहाँलाई चाहिँ अब एउटा हामी अब एउटै क्षेत्रमा काम गरेको मान्छे हो नि त उहाँसँग होइन मैले चाहिँ होइन म त्यसो गर्न सक्दिनँ म सरी म त्यसो गर्दिनँ भनेर चाहिँ त्यस्तो कुरा नमान्दाखेरि चाहिँ हाम्रो त्यस्तो भएको क्या त्यही भएर त्यो त मलाई थाहा छ न के हुन सबै मलाई थाहा छ त्यो कुराहरू चाहिँ त भाइरल कहाँबाट भएको खास त मेन कुरा भाइरल कहाँबाट भएको यस भाइरल म चाहिँ भाइरल पहिला यो पछि भनौँला यसमा उसमा प्राइभेट भनौँला त्यही होइन प्राइभेट भन्दा होइन त्यो पब्लिकले थाहा भएको कुरा भन्दा के भयो हामीले थाहा भएको कुरा होइन यो चाहिँ यो कुरा सकिसक्यो कुरा नगर दोबारा नगर मलाई मन पर्दैन अब जस्तै म हेर म सिधा कुरा म छाडा बोलेर भाइरल भएको किनकि पहिला मैले कति धेरैले गाली गरेर भाइरल भएको हेर्छु है गाली गर्नेले गर्छन् हेर छोड्दे होइन मैले म चाहिँ छाडा बोलेर भाइरल भएको पहिला होइन जस्तै म छाडा बोलेर रप बोलेँ मलाई गाली गरेर भाइरल भएको त्यही त सुन न त चाहिँ छाडाबाट भाइरल भएको त्यो आफ्नो ठाउँमा सहिछस् म पनि आफ्नो ठाउँमा सहिछु त्यही हो त्यसमा खुसी हुनुपर्छ पछि कसले के गर्यो भनेर दुनियाँको पछि राख्नु हुँदैन क्या होइन अहिले सुन्न त पाइयो तेरो इन्टरभ्यूको तेरो यसको लागि म तेरो अहिले एकछिन युट्युबर भएँ क्या म तेरो लागि युट्युबर तेरो म अहिले इन्टरभ्यू लिँदैछु क्या एकछिन रोक है म एकदमै दाइले चेन्ज गर्छु दाइले प्राङ हान्नुपर्छ तर